लगभग 38 वर्ष अगाडि सेवा वेलकम छ मेरो ब्लगमा हजुरहरुलाई राम्रो सुख अझै भिडियो चाहिँ गरौँ यता हेर हेलो एभ्रीवन सेवा साथीहरु नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल अब सबैजना सन्चै हुनुहुन्छ होला आराम हुनुहुन्छ होला अनि म चाहिँ धेरै पछि फेरि न्यू ब्लग न्यू भिडियो जे भन्यो पनि लिएर हजुरहरू सामु आइसकेको छु देख्न सक्नुहुन्छ अनि आज चाहिँ म टक्कसँग हजुरहरूले आफ्नो कल्चर ड्रेसमा राई ड्रेसमा राईनी भएर ब्लग स्टार्ट गर्दैछु हेर्न सक्नुहुन्छ है अहिले चाहिँ म रुमबाट बाहिर निस्केर पनि म जाँदैछु अनि आज चाहिँ के रहेछ भनेर राई ड्रेस रहेछ भनेर सोचिरहनु भयो होला आज चाहिँ साइप्रसको लिमासोलमा है प्रोग्राम रहेको छ त्यही भएर मैले चाहिँ चट्टसँग आफ्नो कल्चर ड्रेस लगाएर जाँदैछु रेडी भएर राइनी भएर जाँदैछु अनि आज चाहिँ हाम्रो साकेला प्रोग्राम रहेको छ है अनि त्यही भएर म चाहिँ अहिले रेडी भएर जाँदैछु अब तल राधिका दिदी हुनुहुन्छ अनि अर्को नाना हुनुहुन्छ मेरो त्यही भएर त्यहाँ जाँदैछु हिँड्दै तलसम्म अनि हामी गाडी चढेर लिएर जानुपर्ने हुन्छ है अनि जो मेरो च्यानलमा नयाँ हुनुहुन्छ सबैजनाले सब्सक्राइब गरिदिनु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला है म चाहिँ यस्तै ब्लगहरू यसो छुट्टीको बेला ब्लगहरू बनाएर लाउने गर्छु अनि आज चाहिँ साकेला ब्लग हुनेछ है म अब सबै यताउता राम्रोसँग हजुरहरूलाई देखाउने कोसिस चाहिँ गर्छु तर बिजी हुन्छु होला हल्का है अब समितिभित्रकै मान्छे भइसकेपछि यताउता कामहरू गर्नु पर्यो हल्का बिजी हुन्छ त त्यही पनि म ब्लग चाहिँ बनाउने कोसिस गर्नेछु साथीहरू हेलो हेलो हामी चाहिँ यहाँनिर बस्न पाएर नानाहरूसँग भेटेर जाँदैछु उता लिप्रा बस चढ्नुलाई अब हामी चाहिँ पर मेन हाइवे रोडबाट लिप्रा जाने बस पाउँछ होला अनि त्यहाँबाट बस चढेर हामी चाहिँ फेरि अर्को बस चढेर प्रोग्राममा जानुपर्ने हुन्छ पछाडि राधिका दिदी र बेलुका नाना हुनुहुन्छ अब चाहिँ हामी जाने हेलो भन्नु न हेलो हेलो अहिले चाहिँ यहाँ लिप्रा आइपुगेर बस कुरिरहेको अनि आउने भएको छैन नानाहरू अब यहाँनिर अलि मान्छेहरू भेला हुँदैछ अनि यहाँबाट अब बस चढेर हामी प्रोग्राममा जान्छौँ अब कतिखेर हुन्छ यहाँ 9 बजिसक्यो अब 9:30 10 मिनट बदलाउ जस्तो छ जाँदाखेरि चाहिँ यहाँ सेवा भन्नु न ह्याप्पी साकेला त गीत बजेर भ्लग गर्दा पनि अहिले चाहिँ हामी यहाँनिर निकुसियाबाट अब हामी चाहिँ बस लिएर जाँदैछौँ यो चाहिँ फर्स्ट बस हो अनि अहिले हामी चाहिँ जाँदैछौँ हेर्न सक्नुहुन्छ टन्न मान्छे छ अनि यहाँ चाहिँ पुरै गीतहरू बजिरहेको थियो नि त साकेलाको त्यही भएर मैले चाहिँ भोइसले कभर गर्दैछु हजुरहरूलाई हेर्नु होला है हामी चाहिँ आइपुगिसकेको छ रुकिस हामी चाहिँ आइपुगेको छ यहाँनिर निकोसियाको बस हेलो ए सरी अहिले चाहिँ हामी आइपुगिसकेको छौँ है यो चाहिँ हामीले आजको प्रोग्राम गर्ने ठाउँ हो अहिले चाहिँ सुरुमा सबै तयारीहरू भइरहेछ नि त अनि यहाँ चाहिँ गीतहरू बजिरहेको थियो नि त फेरि त्यही भएर मैले चाहिँ
सबै म्युटमा राखेर भोइसले कभर गर्दैछु हजुरहरूलाई भन्नको लागि। अनि यहाँ चाहिँ सबै तयारीहरू गरिसक्नु भएको छ नानाहरूले। यहाँनिर चाहिँ बडे साकेला नाच्नको लागि यो चाहिँ है ढोल झ्याम्टाहरू सबै यहाँ अनि सबै मिलाउँदै हुनुहुँदो रहेछ। हामी आइपुग्दा चाहिँ अनि यहाँ यो चाहिँ भरे अरूलाई दिने यो प्रमाणपत्रहरू अनि रेडी बनाउँदै हुनुहुन्छ यहाँ चाहिँ दाइहरूले। अनि देख्न सक्नुहुन्छ आजको प्रोग्राम हुने चाहिँ। अनि म चाहिँ यहाँनिर यो झन्डा हाम्रो यो किराँतको झन्डा पिलिङ पिलिङ हल्लाउँदै यो चाहिँ हामी यो समितिकोले लाउने सानो झन्डा अनि टाउकोमा भिर्नको लागि म चाहिँ यो अर्को साथीको लागि लिएर जाँदैछु खोज्दै। अनि यहाँ चाहिँ खाजाहरू देख्न सक्नुहुन्छ सेलरोटी अनि चना अनि यता चाहिँ हाम्रो छ्याङहरू छ है अनि जाँडहरू अनि छ। अनि यहाँ चाहिँ पुरै खाजाहरू बाँड्दैछौँ हामी चाहिँ देख्न सक्नुहुन्छ सेलरोटी अनि चना अनि गुन्द्रुकको अचार। अनि यहाँ चाहिँ हेर्नु न छ्याङ हो। अनि यहाँ चाहिँ हामी खाजाहरू पुरै बाटिराखेको छौँ। पुरै गीतहरू बजिराखेकोले मैले चाहिँ भोइसले कभर गरिरहेको छु हजुरहरूलाई भनिरहेको छु यस्तो यस्तो भनेर। अनि यहाँ चाहिँ अहिले मान्छे भर्खर सुरु हुँदैछ नि त आउनलाई भर्खर। अनि हामी चाहिँ पहिलो निकोसियाको बस चाहिँ आइसकेको छ। अनि हामीले चाहिँ निकोसियाको बस लिएर आएको हो नि त त्यही भएर अहिले चाहिँ अलिअलि अब खाजाहरू बाँड्दैछौँ देख्न सक्नुहुन्छ नि। भरे चाहिँ यहाँ डमडुम अलिक मान्छे हुन्छ अहिले चाहिँ भर्खर आएर आउनेलाई खाजाहरू दिँदैछौँ। हामीले चाहिँ आउनेहरू खाजा दिँदै खाँदै हुनुहुन्छ देख्न सक्नुहुन्छ कति ठुलो हल छ यो चाहिँ। अनि यहाँ चाहिँ सबैजना खाजा खाँदै हुनुहुन्छ। यो दाइ चाहिँ म चाहिँ यसो भिडियो गरिहालौँ न झन् एकछिनमा त बिजी हुन्छ भनेर म चाहिँ यसो खाजाहरू घरिघरि बाँड्दै अनि यहाँनिर अलिअलि भिडियो चुस्सो गर्दैछु देख्न सक्नुहुन्छ। आजको चाहिँ अहिले चाहिँ यहाँनिर खाजाहरू बाँड्ने प्रोग्राम भइरहेको छ देख्न सक्नुहुन्छ नि। म चाहिँ एकछिन यहाँनिर खाजा बाँड्नु छोडेर अनि भिडियो अलिकति बनाइहालौँ न भनेर म चाहिँ भिडियो बनाउँदैछु है। यहाँ चाहिँ देख्न सक्नुहुन्छ जाँड कस्तो खाउ खाउ पाराको मिठो न मिठो बास्ना आइरहेको थियो जाँडको चाहिँ देख्न सक्नुहुन्छ हाम्रो। अनि राईहरूको त यो हुनैपर्छ नि त त्यही भएर यहाँनिर देख्न सक्नुहुन्छ परदेशको ठाउँमा चाहिँ यसरी छ्याङ अनि सेलरोटी गुन्द्रुकको अचार टक्कसँग अनि खाजाहरू बाँड्दै म चाहिँ यहाँनिर यसो भिडियोहरू बनाइरहेको छु देख्न सक्नुहुन्छ। अहिले त अलिक मान्छेहरू भरिसक्यो झन् एकछिनमा अब कति धेरै हुने हो थाहा छैन। अनि यता चाहिँ हाम्रो दाजु सेवा भन्दै हुनुहुन्छ अरे तर ए हुन्छ ए सेवा दाजु ल ठिकै छ दाजु। साइप्रस परिवारको तर्फबाट धेरै धेरै न्यानो माया भन्दै हार्दिक किरात राई यायोखा एउटा आजभन्दा लगभग 38 वर्ष अगाडि किरात राई यायोखा हौवा नाना आजको भनेर आउनुहोस् न यहाँनिर सेवा वेलकम छ मेरो ब्लगमा हजुरहरूलाई। ल है ब्लगरकोमा आउनु पर्यो है। यदि कोही प्रतिनिधि यहाँ उपस्थित हुनुहुन्छ भने हजुरलाई पनि म आजको यो सकेर उभौली कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। र यसै गरी हुनुहुन्छ प्रवासी बुलेटिन मिडियाबाट पुरण मगरज्यू यदि हजुर यहाँ उपस्थित हुनुहुन्छ भने आजको यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु होला भने उभौली साकेलामा राम्रो सुख समृद्धिको लागि हार्दिक शुभकामना।
रङ्गी बिरङ्गी डालो अनि माइत माउलो जाँदा कोसेली बोक्ने खिपी सबै लिएर आउनुभएको रहेछ। कठुवा पनि रहेछ। संस्कार संस्कृति झल्किने यो एउटा झलक परदेशमा देख्न पाउँदा हामीलाई पनि खुसी लागेको छ। कठुवामा 3 पाने होला, अलिक थोरै थोरै खानुहोस्, धेरै खायो भने नाच्न गाह्रो हुन्छ है फेरि। ल चेलीले आफ्नै हातले बनाएर आफ्नै हातले आफ्नै माइतीलाई यसरी खुवाउनु पाउने समय पनि बल्ल बल्ल वर्षमा एकपटक आएको थियो। त्यो राम्रोसँग पुरा भयो। खुवाउन पाइयो, खान पाइयो, हेर्न पाइयो, हेराउन पाइयो। धेरै खुसी लागेको छ। चेली माइतीको माया साटासाट गर्ने, सम्मान लिने र दिने कार्यक्रम आजलाई सकिएको छ। अब फेरि अर्को साल यसै गरी यसै अनुसार यसरी नै हाँसेर यो अहिले चाहिँ हामी एकछिन खाजाहरू बाँटिसक्यौँ, अरू काम लगभग यसो सघाइसक्यौँ। अनि त्यही भएर आज चाहिँ हाम्रो 5 जनाको साकेला डान्स थियो। अनि हामीले भेटेर कहिले सिक्न पाएको थिएन, यसो वाट्सएपतिर जोइन भएर ग्रुपमा नाचेर सिकेको थियौँ। अनि आज हामी 5 जनाको ग्रुप डान्स थियो, त्यही भएर हामी चाहिँ एकछिन सिक्नु पऱ्यो भनेर बाहिरतिर जाँदैछौँ। अनि यहाँ चाहिँ साकेलाहरू पुरै सुरु भइसकेको छ अहिले चाहिँ। अनि यहाँ चाहिँ अब अहिले चाहिँ देख्न सक्नुहुन्छ माथि गएर मैले चाहिँ भिडियो गर्दैछु। अहिले चाहिँ यो चाहिँ के को लाइन भन्नुहुन्छ भने है, मान्छे कति धेरै, यो चाहिँ खानाको लाइन हो। खानाको लाइनमा मान्छे पुरै बसिरहनु भएको छ, टर्नै भएको थियो मान्छे। हेर्नु न यति धेरै ठुलो हलमा माथि गएर मैले चाहिँ भिडियो गरेको। अनि त्यही भएर आजको साकेला त्यस्तै भइरहेको छ, देख्न सक्नुहुन्छ एकदमै रमाइलो। स्टेजमा आइदिनु होला। लगै गएर बोलेर लाउने, अब यो गीतमा त केही पनि एकल गायन प्रस्तुतिको लागि टिका गुरुङजी तयारी अवस्थामा हुनुहुन्छ भने स्टेजमा सम्पर्क गर्नु। टिका गुरुङजी एकल गायन प्रस्तुतिको लागि स्टेजमा आइसक्नु भएको छ। जोरदार तालीहरू सबैलाई
गीतहरू गाउँदै हुनुहुन्छ। यहाँ चाहिँ अब सबै गीतहरू धेरै बाजेकोले गर्दाखेरि अलिक समस्या हुने हुनाले गर्दा भिडियोमा मैले चाहिँ हजुरहरूलाई बिचबिचमा भोइसले कभर गरेर हजुरहरूलाई भन्दैछु। यहाँ चाहिँ गीतहरू गाउँदै हुनुहुन्छ सबैजना, रमाइलो गरिरहनु भएको छ, देख्न सक्नुहुन्छ है कति रमाइलो है। आइपुगेछु हौ म त घुम्दै फिर्दै लो उहाँले त मनाएर हाम्रो पाहाडले पनि आएको छैन उहाँ नि नाच्नु डेरी भएको थिएन जानु थाप्नु यो सबै भेटघाट गरेको हजुर हजुर थप्दा मिल्छ त थप्नु न अहिले म चाहिँ सेफ पुरै गीतसँग नै डान्स यसरी लाउँदाखेरि त एकदमै राम्रो, हेर्न पनि मजा आउँथ्यो होला हजुरहरूलाई। तर के गर्नु, यहाँनिर यत्तिकै यो ब्याकग्राउन्ड म्युजिकसँग नै लाउँदाखेरि अलिकति समस्या आउने भएकोले गर्दाखेरि है म चाहिँ भोइसले कभर गरेर हजुरहरूलाई भन्दैछु। देख्न सक्नुहुन्छ आजको हाम्रो यो चाहिँ 5 जनाको डान्स। यो चाहिँ हामीले भेटेर कहिले पनि सिकेको थियौँ। अब परदेशको ठाउँमा कसैको छुट्टी मिल्ने कसैको छुट्टी नमिल्ने भएको कारणले गर्दाखेरि चाहिँ हामीले अब भेटेर सिकेको भए त झन् राम्रो हुन्थ्यो होला। त्यही पनि हामीले नभेटी सिके पनि यत्तिको हामीले चाहिँ डान्स देखाउन पाएको छौँ है, आफ्नो कल्चर ड्रेस लाएर, त्यो पनि अर्काको ठाउँमा परदेशको ठाउँमा है आएर यसरी आफ्नो कल्चर ड्रेस लाएर आफ्नो साकेला डान्स नाच्नु पाउँदाखेरि कति खुसी हो, कति खुसी है। अनि हामीले चाहिँ यो अनलाइनमै सिकेर, यसो त्यो धेरै पनि होइन, अनलाइनमै सिकेर हामीले चाहिँ यो डान्स गरेको छौँ। हामी 5 जनाको डान्स है। अनि यो गीतसँगै राख्दाखेरि त हजुरहरूले हेर्नु मजा हुन्थ्यो होला, तर यहाँनिर यत्तिकै यो ब्याकग्राउन्ड म्युजिकसँगै राख्यो भने अलिकति यहाँ भिडियोमा समस्या आउने कारणले गर्दाखेरि मैले चाहिँ हजुरहरूलाई भोइसले कभर गरेर हजुरहरूलाई भन्दैछु। देख्न सक्नुहुन्छ एकदमै रमाइलो भएको थियो है हाम्रो 5 जनाको। अब धेरैजनामा त के कसो गर्नु होला, एक्लै हुँदा पो अलिक स्टेपहरू मिलाउन सकिन्छ। अनि 5 जनामा यो पनि अनलाइनमा यसो सिकेकोले नाचेको, तर एकदमै राम्रै भएको थियो हाम्रो डान्स चाहिँ है, देख्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ छोटो छोटो काट्दै भिडियो लगाएको छु पुरै लाइन है। अब कति धेरै लामो भन्दाखेरि पनि यो 3 मिनट 4 मिनटको नै होला यो हाम्रो डान्स, 4 मिनटको होला लगभग। त्यही भएर मैले छोटो छोटो काट्दै हजुरलाई देखाएको छु है। देख्न सक्नुहुन्छ हाम्रो डान्स चाहिँ सकियो। अहिले चाहिँ प्रोग्रामको अन्तिममा आइसक्यो। अनि देख्न सक्नुहुन्छ यहाँनिर सबैजना राम्री भएर है, सबैजना आफ्नै धुनमा नाचिरहनु भएको छ, रमाइरहनु भएको छ, रमाइलो गरिरहनु भएको छ। देख्न सक्नुहुन्छ यहाँनिर है। यसरी हेर्दा त यो परदेशको ठाउँमा हो र जस्तो लाग्ने क्या, नेपालमै पुरै रमाइलो गरिरहेको जस्तो देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ गीत गाइरहनु भएको छ अनि सबैजना रमाइलो गरिरहनु भएको छ, देख्न सक्नुहुन्छ है। यहाँनिर चाहिँ पुरै अहिले चाहिँ है रमाइलो गरिरहनु भएको छ। अनि म पनि एकदमै भिडियो बनाउँदै नाच्दैछु है, नाच्दै नै छु, भिडियो पनि बनाइरहेको छु। देख्न सक्नुहुन्छ सबैजना आफ्नो तालमा है यहाँ चाहिँ गीत गाउँदै हुनुहुन्छ। अनि सबैजना रमाइलो गरेर नाचिरहनु भएको छ है, कति रमाइलो है। साकेला परदेशको ठाउँमा हेर्नु न, यसरी हेर्दाखेरि वाउ है, परदेशको ठाउँमा एक दिन छुट्टी भएको दिन यसरी
आफ्नो कल्चर ड्रेसमा यसरी नाच्न पाउँदाखेरि कति खुसियाली भएर नाचिरहनु भएको छ। एक दिनको छुट्टी रमाइलो तरिकाले नाचिरहनु भएको छ सबैजना है। अनि यहाँ चाहिँ भिडियो खिचिरहनु भएको छ है। नाचिरहनु भएको छ, गाउने खाइरहनु भएको छ। म चाहिँ यसो नाच्दै पनि है, म चाहिँ यसो भिडियोहरू खिच्दै हजुरहरूलाई देखाइराखेको छु। देख्न सक्नुहुन्छ है सबैजना कति मजाले नाचिरहनु भएको छ आफ्नै तालमा। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ आजको प्रोग्राम चाहिँ एकदमै रमाइलो भइरहेको छ। यहाँ चाहिँ नानाहरू नाचिरहनु भएको छ। गीत चाहिँ पुरै मैले चाहिँ काटेर है म्युटमा राखेर मैले भोइसले कभर गरेको, किनभने यहाँनिर कपिराइट लाग्छ। त्यही भएको कारणले गर्दाखेरि मैले चाहिँ यहाँ यो गीत गाएको पनि नलागो है। त्यही भएर हेर्नु होला है कति रमाइलो साकेला परदेशको ठाउँमा है। कति धेरै नेपाली हुनुहुन्छ है साइप्रसमा। सकिन लाग्यो नि त, मध्ये बिचमा आइसक्यो। अनि अहिले चाहिँ खानाहरू खाएर पनि सबैजना यहाँ चाहिँ अन्तिममा यो चाहिँ प्रोग्रामको अन्तिममा लास्टचोटि सबैजना नाच्दै हुन्छन्। यहाँ नाना मलाई जिस्काउँदै हेर्नु कति मजाले नाचिरहनु भएको छ। आशा नाना चाहिँ यहाँ चाहिँ है गीतसँग लाउँदाखेरि कति मजाले राम्रो सुनिन्थ्यो होला, तर के गर्नु कति फुर्तीले गरेर नाचिरहनु भन्छ आशा नाना। अनि सबैजना रमाइलो गरिरहनु भएको छ। अहिले चाहिँ अब प्रोग्रामको अन्तिममा आइसकेको छौँ। अनि आजको प्रोग्राम चाहिँ एकदमै रमाइलो है। आजको साकेला चाहिँ एकदम रमाइलो। सबैजना हेर्नु न राइनी भएर राई ड्रेसमा सजिएर नाना है साथी पनि चाहिएको छैन, आफ्नै धुनमा मजाले उफ्रिरहनु भएको छ, नाचिरहनु भएको छ क्या पुरै गीतमा डुबेर वाउ पाराले नाना नाचिरहनु भएको छ। कति रमाइलो तरिकाले है। यहाँनिर परदेशमा पनि यसरी आएर यस्तो रमाइलो है रमाइलो हुन्छ भनेर मैले पहिले सोचेको पनि थिइनँ। कति रमाइलो भइरहेछ है, आफ्नै पारामा नाचिरहनु भएको छ। यहाँ चाहिँ सबैजना अब प्रोग्राम पनि अन्तिममा आइसक्यो नि त, अब यो चाहिँ अन्तिमै होला। अनि यहाँनिर नानाहरू नाचिरहनु भएको छ, सबैजना नाचिरहनु भएको छ। अनि यहाँ चाहिँ यो सकेपछि चाहिँ अब प्रमाणपत्रहरू बाँड्ने काम बाँकी छ। अनि त्यसपछि आजको प्रोग्राम चाहिँ सकिन्छ। यहाँ पुरै नाचिरहनु भएको छ। अनि हजुरहरूलाई म चाहिँ भनिराखेको छु आजको नाच्दा सबैजना थाकिसक्नुभयो, तर अझै नाच्न छोड्नु भएको छैन है। यहाँनिर चाहिँ पुरै नाचिरहनु भएको छ। अनि म चाहिँ हल्का भिडियो गर्दै, यहाँ भिडियो गर्ने मान्छे नपाएर म चाहिँ यत्तिकै भिडियो गर्दै यसो नाच्दै पनि छु। यहाँनिर नानाहरू कति खुसी हो मारिकन नाचिरहनु भएको छ नानाहरू चाहिँ है। म चाहिँ यसो भिडियो बनाउँदै यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ नि हाम्रो हालत हेर्नु नि, प्लास्टिक फोहोर उठाउने प्लास्टिक लिएर हामी चाहिँ पुरै रमाइलो गरिरहेछौँ क्या, डान्स गरिरहेछौँ। फोहोर उठाउँदै भए पनि हामी यसरी नाच्दै फोहोर उठाइरहनुपर्छ। यतिको रमाइलो त हुनुपर्छ नि त, मान्छे भएपछि हेर्नु न यहाँनिर प्लास्टिक हटाएर सेवा। अनि नानाले चाहिँ यहाँनिर साइप्रसका प्रतिनिधि अगाडि आएर हाम्रो सानो सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आँखै पनि नहेरी हिँड्छु र नि म। धन्यवाद शेर्पा किदु साइप्रस परिवारलाई। कृपया हजुरहरू सबैजनाले पनि मलाई साथ दिनु होला। उहाँहरूलाई हाम्रो संस्थाद्वारा माया दर्शाउने यो यसै गरी हुन्छ तमु समाज स्टेजमा आएर किरात राई यायोखा साइप्रस परिवारको तर्फबाट यो माया ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र यसै गरी हुनुहुन्छ नेगी सुदर्शन ज्यू, आदरणीय व्यक्तित्व सहयोगी मनकारी नेगी सुदर्शन ज्यू। हजुर जहाँ पनि हुनुहुन्छ, यदि यो कार्यक्रम स्थलमा हुनुहुन्छ भने कृपया अगाडि आएर हाम्रो तर्फबाट यो मायाको पत्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद बियोङ बहिनी। विपना खालिङ राई, विपना खालिङ बहिनी हजुर पनि अगाडि आइदिनु भएर
आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी हुनुहुन्छ गीता राईज्यू हजुरलाई पनि अगाडि स्टेजमा आउनु भएर आफ्नो सम्मान गर्छु। र हुनुहुन्छ मालती राईज्यूलाई पनि म अगाडि स्टेजमा आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मालती राईज्यू कृपया हजुर पनि अगाडि आइदिनु भयो यो सम्मान पत्र ग्रहण गरिदिनु होला। रूपा राईज्यू हजुरलाई पनि म आज भ्लगै मजाले बनाएको छु नि। अहिले आयो अघि सेवा गरेको आएको सरी मेङ्गा है बाहिर आउँदा त कति उज्यालो जस्तो लागेको सदा सर्वदा हाम्रो माया र साथ यसरी रहिरहोस्। नवीन भाइ धेरै धेरै धन्यवाद। हेलो आज चाहिँ मजाले भ्लगहरू बनाउनु पाएको छैन। अहिले चाहिँ प्रोग्राम सक्न आँटिसक्यो। अहिले चाहिँ प्रोग्राम पत्रहरू बाँड्ने भइरहेछ यतातिर। प्रोग्राम सकिन लागिसक्यो। किरण राई यो जाँदै हुन्छ द्वारा मे 11 2025 मा र यलेदोङ सम्बत 2085 को पावन अवसरमा अहिले चाहिँ हामी यहाँनिर है फर्किसकेको। आज चाहिँ म छिटै फर्केको है 5 बजेकै गाडीमा फर्किहालेको। हामीले गाडी लिएर फर्केको नि यहाँ चाहिँ सिटहरू थिएन, त्यही भएर उभिएर है हामीले चाहिँ गाडी लगेर जाँदैछौँ नानासँग है। यहाँ पुरै गीतहरू बजेर नाचिरहनु भएको थियो, रमाइरहनु भएको थियो, त्यही भएर भोइसले कभर गर्दैछु। आज चाहिँ दिउँसो छ नि त, अहिले त दिन लामो छ 5 बजी गाडीमा गइरहेछौँ। अहिले चाहिँ हामी देख्न सक्नुहुन्छ सबैजना होइन नाचेर उफ्रेर कराएर है सबैजना अहिले चाहिँ थाकेर बसिरहनु भएको छ। आनन्दै पाराले नि हामी चाहिँ यसो उभिएर गीत गाउँदै डुङडुङ पाराले रमाइलो गर्दै गइरहेको छौँ। अनि आजको साकेला चाहिँ एकदमै रमाइलो भयो। देख्न सक्नुहुन्छ मेरो अनुहारको हालत हेर्नु नि, त्यहाँनिर नाचेर उफ्रिएर कपाल पनि झ्याकसुङ झुकसुङ भइरहेछ। अनुहार पनि पसिनाले के खालको भइरहेछ देख्न सक्नुहुन्छ। हेलो अहिले चाहिँ म लित्रा पार्क आइपुगिसकेको छु नि, बसी आइसकेको। अनि आज चाहिँ प्रोग्रामको भ्लगहरू खासै मजाले बनाउनु पाएन। अनि आज चाहिँ म छिट्टै 5 बजेको बसमा नि फर्किहालेको। ढिलो हुन्छ भनेर बेलुका म 8 बजे घर पुग्दा पनि हुन्थ्यो, तर ढिलो हुन्छ होला। पोहोरको साल पनि ढिलो भएको थियो, 9-10 बजेको थियो। त्यही भएर चाहिँ म छिट्टै फर्केको। अनि यहाँ लित्रा पार्क आएर एकछिन यहाँनिर बसिरहेको। नानाहरूसँग म एक्लै छु, नानाहरू हुनुहुँदो रहेछ नि, त्यही भएर म चाहिँ लित्रा आएर यहाँ बसिरहेको। अब म चाहिँ एकछिनमा 7:15तिरको बस होला जानुपर्ने हुन्छ। अनि भ्लग बनाएकोमा चाहिँ है आज यताउता बिजी भएर हल्का भिडियोहरू बनाउन पाएन भन्दै सबैजनालाई भिडियो दिनुभएकोमा थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो भनेको बाबा। हेलो अहिले चाहिँ म लित्राबाट अब बस चढेर जानु आँटेको। एक्लै लास्टमा यहाँनिर जाँदैछ बस चढेर। कपडाको हालत पनि सबै बिग्रेर बिजोक बसी आएर रहेछ। अब एकछिन बस्ने, अनि 7:15तिरको बस आउँछ होला नि जाने। हेलो सबैजनालाई, म चाहिँ अहिले यता लित्राबाट पनि बस चढेर यता आक्रान्त आइपुगिसकेको छु अनि जाँदैछु। अहिले बेलुकाको चाहिँ 7:30 भइसकेको छ अनि म चाहिँ जाँदैछु। अघि त राधिका दिदीहरूसँगै गएको बिहान, तर दिदीहरू चाहिँ 4 बजेको बसमा आउनुभएको। अनि म चाहिँ भर्खर आउँदैछु। अनि आजको साकेला चाहिँ अब रमाइलो भयो भनौँ है। यताउता बिजी भएर भ्लगहरू बनाउनु पाएन मैले। पोहोरको सालको जस्तो खासै मैले भ्लगहरू बनाएको छुइनँ यो पालि चाहिँ।
अब खोइ के कति भिडियोहरू भएको छ मलाई नै थाहा छैन, त्यति गर्नु पाएको छुइनँ क्या मैले। नाचेकोहरू पनि मजाले भिडियो नै बनाउनु पाएको छुइनँ, अलिअलि बनाएको छु। अनि आजको मैले यो आज पाएको यो प्रमाणपत्र, आज यो सामान, अनि आज यहाँको यो मेरो आजको कमाइ है, यो दुईवटा। यो चाहिँ एउटा समितिमा भएको, एउटा चाहिँ आजको यो डान्स गरेको प्रमाणपत्र हो है। म चाहिँ अब जाँदैछु, यहाँबाट रोड क्रस गरेर जानुपर्ने हुन्छ। हेलो, म चाहिँ यहाँनिर आइपुगेको छु, बिहान जानेर गएको त्यहाँनिर छु। अनि मेरो ब्याग यो सानो छ नि त, अनि नअटेर यो मेरो यो पाएको चाहिँ यत्तिकै हातमा बोकेर आइरहेको छु। म चाहिँ अब यहाँबाट हिँड्दै 10-15 मिनट लाग्छ मेरो रुम पुग्नुलाई चाहिँ। आज चाहिँ खासै फोटो भिडियो पनि बनाउनु पाइनँ, अब त्यो पनि म्युजिकहरू बजिरहेको हुन्छ ब्याकग्राउन्डमा, त्यही भएर कपिराइट सबै लाग्छ भनेर अब भोइसले कभर गरेर के कति भिडियोहरू भएको छ, अनि म एडिट गरेर हजुरहरूलाई देखाउने छु है। सबैजनाले मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। म चाहिँ यस्तै है, अब परदेश ठाउँमा एक दिन छुट्टी हुँदाखेरि यसो ब्लगहरू बनाएर म चाहिँ लाउँछु। अब एभ्री सन्डे मेरो चाहिँ छुट्टी छैन, महिनामा एउटा हो, त्यो पनि यसरी एक दिन निस्किँदा पनि यसरी रमाइलो गर्नु पाउँदाखेरि एकदमै खुसी नेपालमै भएको छु जस्तो महसुस हुन्छ मलाई चाहिँ। अब यति नै भन्दै सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच, थ्याङ्क फर वाचिङ माई भिडियो भन्दै ओके बाई बाई।